नमस्ते सबैजनालाई। आज चाहिँ म यो नर्थ लन्डनमा रहेको आर्सेनल फुटबल क्लब को होम ग्राउन्ड एमिरेट्स स्टेडियमको टुर गर्न गइरहेको छु। यो टुर गर्ने मेरो धेरै पहिलेदेखिको चाहिँ रहर थियो र आज मैले त्यो पुरा गरेको छु। स्टेडियमको बाहिर यहाँ चाहिँ फुल टुरको चाहिँ भिडियो बनाउन नमिल्ने रहेछ, मलाई फिल्म नगर भनिरहेको थियो। सो मैले पार्ट गर्दै बनाइरहेको छु, फेरि पछि कपिराइटको पनि केही इस्युज आउन सक्छ। यो चाहिँ पुरै स्टेडियम फुटबल क्लबको होम ग्राउन्ड। आज चाहिँ कुनै म्याच थिएन स्टेडियममा र त्यही भएर खाली छ। यो जुन स्टेडियमभित्र देखिराख्नु भएको छ डायमन्ड क्लब भन्ने, यो चाहिँ मिटिङ गर्ने इभेन्टहरू गर्ने ठाउँ रहेछ र त्यहाँ रेस्टुरेन्ट पनि रहेछ खानको लागि। यो चाहिँ प्लेयर इन्ट्रान्स, जहाँ चाहिँ म्याच सुरु हुनुभन्दा अगाडि चाहिँ यो टनलबाट चाहिँ प्लेयरहरू चाहिँ ग्राउन्डमा जाने गर्छन् खेल्नको लागि। इन्टर मिलान गएर खेल्नलाई आर्सेनल फुटबल क्लब। र अगाडि बढ्दै जाँदाखेरि चाहिँ यो साइडमा चाहिँ एउटा स्क्रिन रहेछ, आर्सेनल फुटबल क्लब भनेर लेखेको। यो स्क्रिन देख्न सक्नुहुनेछ। प्लेयर जसरी सर निस्किँदैछ, प्लेयरहरू निस्किने ठाउँ आर्सेनलको। फर्स्ट चेन्जिङ रुममा जाँदैछ, प्लेयरको चेन्जिङ रुम यतापट्टि छ। मेरो गोप्रोको चाहिँ मेमोरी फुल भएको कारणले गर्दाखेरि चाहिँ मैले मोबाइलबाट खिचेको भएर चाहिँ यो भिडियो सानो आइरहेको छ। यो चाहिँ चेन्जिङ रुम जहाँ चाहिँ प्लेयरहरूले चाहिँ बसेर आफ्नो जर्सी चेन्ज गर्छन्। सर र सबै प्लेयरहरूको चाहिँ खिच्ने ट्राई गरेको छु, तर लास्टमा चाहिँ अलिकति सबै प्लेयरको नाम चाहिँ आएन छ। सरी फर द्याट। यो टुर चाहिँ मलाई चाहिँ एकदम वर्थ इट लाग्यो होइन। मैले टुरको एकचोटि चाहिँ लन्डन भिजिट गर्ने भए चाहिँ अब आफ्नो कुन फुटबल क्लब हो अब जहाँ गरिन्छ त्यसको चाहिँ स्टेडियम टुर चाहिँ गर्नुपर्ने रहेछ साथीहरू। र यो चाहिँ म्यानेजर्स रुम, अहिलेको म्यानेजर चाहिँ मिकेल आर्टेटा आर्सेनलको। र यो चाहिँ बस्ने रुम हो, उतापट्टि सायद कुनापट्टि होला बस्ने ठाउँ चाहिँ, काम गर्ने ठाउँ म्यानेजरको। चाहिँ इन्टरभ्यू रुम, जहाँ चाहिँ बसेर प्लेयरहरूको चाहिँ इन्टरभ्यू हुन्छ गेम म्याचभन्दा अगाडि र म्याच पछाडि। प्लेयर म्यानेजरको इन्टरभ्यू रुम, इन्टरभ्यू रुम। यो चाहिँ कन्फरेन्स रुम, जहाँ चाहिँ म्याच प्री म्याच कन्फरेन्स र पोस्ट म्याच कन्फरेन्स हुन्छ। म्यानेजर बसेर चाहिँ मिडिया अगाडि बसेर चाहिँ क्वेसनहरू सोध्ने र एन्सर हुने काम हुन्छ। र यो चाहिँ लास्ट रहेको छ साथीहरू। यो सँगसँगै यो भिडियो पनि एन्ड हुन्छ र मेरो टुर पनि एन्ड हुन्छ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।
आई होप इन्जोय गर्नु